हेलो, म चाहिँ मेरो माइतमा छु काभ्रेमा हैन। अनि यो चाहिँ आजको मेरो भिडियोमा के छ भने मेरो मम्मीले लगाउनु भएको सागसब्जी तरकारीहरू फलफुलहरूको बारेमा फुलहरू छ। थोरै लगाउनु भएको साग अनि यो चाहिँ यहाँनिर चाहिँ कागती अनि त्यसपछि जुनारहरूको भिडियो हो है। अटरम्म फलेको रहेछ यो फुल। यो चाहिँ बहिनीले रोपेको फुलहरू हो। थुप्रो छ, नामै आउँदैन। बोडी, सानो खालको टमाटर, लोकल टमाटर भन्छ, अमिलो हुन्छ। यो चाहिँ मेरो छोरा हो, बोलाउँदैछ। थुप्रो छ फुलहरू, म त नामै थाहा पाउँदिनँ। यो चाहिँ मखमली हो, यो चाहिँ आइडी झार भन्छ। यति ठुलो रहेछ। यो गोदावरी पनि छ, कोही फुलेको छ कोही फुलेको छैन। घडी फुलहरू सबै छ, घिउकुमारी के छ हौ, म त जान्दिनँ हौ। यो पनि छ, यो फुल चाहिँ हाम्रोतिर पनि पाउँछ। अनि यो पहेँलो खाले के पो भन्छ, ढुङ्ग्री फुल भन्थ्यो। अनि यो चाहिँ सुर्ती हो है, मम्मीले रोप्नु भएको, खानु चाहिँ हुन त्यही पनि रोप्नुहुन्छ। यो चाहिँ बहिनीले एउटा मात्रै ल्याएर सारेको थियो अरे, एउटा सानो पातबाट पनि कति भएको छ। अनि यो चाहिँ तिहारको लागि फुलहरू थुप्रो फुलेको छ। यो पल्लो घर चाहिँ हाम्रो ठुलोहरूको घर हो। अनि यता छ फेरि थुप्रो फुल, एभिकस हो यो। अनि यहाँनिर रोज छ, ठुलो खाले रोज, पहाडे रोज। यहाँ चाहिँ छ जुनार, लटरम्म फलेको छ। यो मेरो मोबाइलको क्यामेरा क्वालिटी राम्रो भएन, त्यही भएर खासै राम्रो देखेको छैन। फेरि उताबाट डाइरेक्ट सनलाइट पनि छ नि त। यहाँ चाहिँ चुचे करेला थियो। यो चाहिँ हाम्रो घरमा भएको कुकुरहरू। अनि हाम्रो चाहिँ यसरी पानी जम्मा गर्छ। अनि यो चाहिँ इङ्ग्लेट हो। इङ्ग्लेट गाउँमा ग्यास हुँदैन, गोबर ग्यास यसरी चाहिँ बनाउँछ। अनि यो म अर्को घरमा जाँदैछु। यहाँ चाहिँ मकैको भण्डार बनाएर राखेको रहेछ मम्मी र बुवाहरूले है। मकैको थुप्रो देखेर बेहोस भएँ झन्डै। खासमा चाहिँ म चाहिँ यहाँ मनी प्लान्ट थियो र मनी प्लान्ट हेर्नु आएको। मनी प्लान्टको त उता पो रहेछ, थुप्रो रहेछ। तर म चाहिँ मकै देखेरै ढलेँ। अनि यहाँ चाहिँ खोलाहरू छ हाम्रोतिर, पूर्वतिर खोला भन्छ, यता पश्चिमतिर चाहिँ किरा भन्छ। अनि पर छ हाम्रो सानो गाई, 2टा गाई र बाछी। म बिहे नगर्दै यसको माउ कति सानो यत्रो थियो, अहिले त यसले नै बच्चा पाएर यत्रो भइसक्यो। यो चाहिँ गाईको थलो सानो छ। यो चाहिँ मेरो छोरा बाछीलाई जिस्काउँदै